नपरेर आफ्नो स्वाभिमान बचाएर भूमिका हामी नेपाली। त्यसो हुँदा अहिले यो राष्ट्रमा धेरै उथलपुथल भई राज्य व्यवस्थापनमा व्यवस्थापकहरूले पनि राज्य चलाउने प्रयास गर्दै हुनुहुन्छ र यो राज्यभित्र हुनै नहुने साम्प्रदायिक द्वन्द्व जगाएर यो राष्ट्रको पहिचानलाई क्षति पुर्याउने किसिमका कार्यहरू हामी मिडिया मार्फत सबै हामीले सुनेका छौँ। यस्तो कार्य कहिल्यै पनि द्वन्द्व नभएर इतिहास बचाएर ऋषिमुनिहरूले मार्गदर्शन गरेर आफ्नो राष्ट्र मात्र होइन विश्वलाई मार्गदर्शन गरेका हामी तिनै ऋषिका सन्तान हामी एक आपसमा लड्न र लडाउने कार्य गर्न हुँदैन भन्ने चाहिँ हाम्रो नेपालको मुख्य पहिचान हो। हामी आफै नै लड्यौँ र लडायौँ भने विश्व एक दिन सबै लड्नेछ। त्यो लड्नबाट बचाउने खासियत खुबी त्यो वैज्ञानिकता हामी नेपालीमा हुनुपर्दछ र भइरहेको पनि थियो। मिडिया ठाँटी प्रालीले आज यसरी हामीलाई बोलाई उहाँको तेस्रो वार्षिक उत्सवमा बोलाई हामीलाई यसरी सबै आगन्तुक प्रमुख अतिथि विशेष अतिथि र आगन्तुक व्यक्तित्वलाई सम्मान गरी यो नेपालको संस्कारलाई संस्कारित हुँदै विश्वको सबैभन्दा ठुलो पहिचान भएको अक्सिजन दिने पिपलको पातलाई यत्रो ठुलो सम्मान गरी अर्ग्यानिकमय बनाई नेपालको मौलिक पहिचानको रूपमा रहेको पञ्चे बाजालाई उच्च स्थानमा राखेर सम्मान गरी धेरै त्यस्ता कार्यक्रममा हामी राष्ट्र र अन्तर्राष्ट्रमा जाने गर्दछौँ। तर आज यो मिडिया ठाँटी प्रालीले गरेको यो आजको कार्यक्रम ती सबै म विश्वका धेरै राष्ट्रमा पनि गएको छु र नेपाल भारत धेरै त्यस्ता कार्यक्रमहरू हामी उपस्थित भएका छौँ। हामीले त्यो अवसर लिने गर्दछौँ। तर आज मिडिया ठाँटीले जसरी अर्ग्यानिकमय राष्ट्रवादी स्वाभिमान बचेको संस्कारित सुसभ्य किसिमले चाहिँ कार्यक्रम गरेको मैले पहिलोचोटि पाएको छु। यस्ता कार्यक्रम सबै नेपाली सबै सङ्घ संस्थाहरूले गर्ने गरियो भने पक्कै पनि एक दिन हाम्रो नेपालको पहिचानलाई कसैले पनि गुमाउन सक्ने छैनन् र गुमाउने छैनन् र हामीमाथि त्यस्ता आक्रामक कार्यक्रमहरू ल्याउने हिम्मत हुने छैन भन्दै मेरा वाणीलाई यही